यो चाहिँ हो नेउरा भ्यालीको सुन्दर जग्गा, आलुबारी भन्ने जग्गा। त्यहाँबाट देखिएको केही सुन्दर दृश्यहरू तपाईहरुलाई देखाइरहेको छु यो भिडियो मार्फत। र आलुबारीको यो मनोरम दृश्यहरू तपाईहरुलाई देखाउन गइरहेको छु। यो उँधो जो सेतो सेतो फगी लागेको छ यहाँ चाहिँ हो नेउरा खोला, यो चाहिँ नेउरा नदी। वाउ, ओ यो पाकेको रहेछ नि यो बल्डेङ के भन्छ यसलाई? अमिलो हुन्छ नि। अमिलो मन पराउनेलाई चाहिँ दामी हो क्या। मलगेडा के भन्छ? के भन्छ त्यसलाई नाम? यहाँ न फलेको आम्मामा पुरा फलेको रहेछ। यो चाहिँ फेरि गुलियो छैन, अमिलो छ नि। मलाई गुलियो लाग्यो। गुलियो? कसै गुलियो रहेछ। तपाईहरु जङ्गलमा आयो भने चाहिँ यस्तो पनि खानु पाउनुहुन्छ क्या। देख्नुभयो? थुक्चिन्छ होला है, थुक्चिन्छ होला है मुखबाट भनेको नि भिडियोमा। गुलियो पनि रहेछ। यो खानु सक्छ नि, यो दामी हुन्छ। हेर्नुहोस् कस्तो लाग्यो होला है, दामी लाग्यो। यो चाहिँ यसको बोट चाहिँ यस्तो हुन्छ, क्लाइम्बर जस्तो लहरे खालको। वाह, यो नयाँ टेस्ट गर्नु पाएँ मैले खाएको थिइनँ। पाकेको हरियोमा चाहिँ भेटेको कि खाएको थिइनँ, अमिलो हुन्छ भनेको थियो, गुलियो हुनुहोस्। अब यो फेरि डेन्सभित्र जाँदैछौँ हामी। यो चाहिँ डार्क फोरेस्ट भन्छ यसलाई चाहिँ क्या। हेर्नुहोस् न, अब डार्क दिउँसै अन्धकार अब हो, दिउँसै अन्धकार नि। अब यो चाहिँ हो नि त, यो हो नि त, यो हो। वाह हो, देख्नुभयो यस्तो डार्क हुन्छ। नेउरा भ्याली चाहिँ यस्तो पनि जग्गा छ जहाँ चाहिँ दिउँसै पनि रात हुने। कस्तो फिल हुँदैछ ब्रो? लाइट बाल्नुहोस् है तपाईँलाई देखेन त, अलिअलि मात्रै देख्दैछु। मजा आइरहेछ है। यस्तो डार्क फोरेस्ट पनि छ। वाउ नाइस। तपाईँको नाम भनिदिनुहोस् न अन्त। प्रेम योन्जन हो। प्रेम योन्जन होइन, मेरो फेसबुकमा चाहिँ अन्त खास नाम चाहिँ प्रेम कुमार तामाङ हो। ओके, सबले नै मलाई प्रेम भन्छ, प्रेम भनेर नै चिनिन्छ कि। ओके, कहाँबाट हुनुहुन्छ? म चाहिँ कोपिस फरेस्ट ओके बस्तीबाट हो। के गर्नुहुन्छ तपाईँ? म चाहिँ जलढका पिएसमा चाहिँ ड्युटी गर्छु, पुलिस स्टेसन। ओके ब्रो, थ्याङ्क यू ब्रो। हेर्नुहोस् हो, उहाँलाई पनि एक्साइटेड एउटा फिल भइरहेछ। मजा एउटा यो डार्क फोरेस्टबाट अब हामी अलिक उज्यालोपट्टि निस्किँदैछौँ। हामी नेउरा भ्यालीको चाहिँ जङ्गलहरू चाहिँ यस्तोहरू पनि छ क्या, जो चाहिँ अब दिउँसै पनि अब रात परेको जस्तो फिल हुने है। त्यस्तो एउटा डार्कनेस एउटा उयो छ, डार्क फोरेस्ट भन्छौँ हामी यसलाई। र यो चाहिँ एकदम डेन्स छ, थुप्रो अब यो क्यानोपी कम्ती भएकोले गर्दाखेरि चाहिँ यो डार्क भएको हो। र त्यस कारणले गर्दा चाहिँ अन्धकार क्या, एउटा अर्कै फिल क्या यहाँ आएपछि चाहिँ। यो चाहिँ मेरो लागि एकदमै मजा लाग्छ। यो म धेरैपल्ट आइसकिसकेको छु यो एरियामा होइन। अब किनभने यो नेउरा भ्यालीमा यो जग्गा अब जानुपर्ने कामहरू परिरहन्छ नि त मेरो। त्यसले गर्दा ट्र्याप क्यामेराले गर्दा पनि कोही बेला यसरी अब जोइन्ट उइसहरूले गर्दा पनि जोइन्ट पेट्रोलिङ जस्तै हो यो। आज हाम्रो फरेस्ट र यता पुलिस डिपार्टमेन्टबाट चाहिँ जोइन्ट पेट्रोलिङ जस्तो हो। हामी जाँदैछौँ आलुबारी। ओके।